हामी अहिले महाराजगञ्जबाट हिँड्यौँ। आज हामी बुढालिम कण्ठमा रहेको एस्कन कृष्ण मन्दिर डुल्न जाँदैछौँ। यो चाहिँ एस्कन। यहाँ पार्किङको राम्रो व्यवस्था रहेछ। एस्कनको पार्किङ यहाँ दिनभरि जसो नै नाचगान भजन एकदम भइरहेको रहेछ। यो एस्कन अगाडि मूल मन्दिर अगाडि मूर्ति। यो चाहिँ विष्णुमती। माथि ट्याङ्की बनाएको भएर अहिले विष्णुमती खोला सानो छ। यहाँ कृष्ण भगवान काली नागमाथि। हामी अहिले इस्कन परिसरमै छौँ। यहाँ पर महादेवको मूर्ति पनि रहेछ। यहाँ भक्तजनहरू नाचगान गरिरहेका छन्। भिड बढेको छ। यो चाहिँ अलिकति पोखलाहरू। हामी यहाँ भोजन क्रियामा प्रवेश गरेका छौँ। यहाँ भित्रै एउटा रेस्टुरेन्ट पनि रहेछ, भेज रेस्टुरेन्ट है। हामीले मोमो खायौँ, भेज मोमो, लस्सी खायौँ, अलिकति केक पनि खायौँ। अनि अब यहाँबाट निस्किन्छौँ। हामी यहाँबाट सानो एउटा हाइकिङ पनि गर्ने विचारमा छौँ। एस्कनको गेटबाट ठ्याक्कै राइटतिर लाग्छौँ हामी। पानी पर्ने जस्तो भयो भएर हामीले छाता पनि लिएर हिँड्यौँ। यहाँबाट ढलान गरेको बाटो सिधै अगाडि जाँदाखेरि कहीँ कहीँ 65 डिग्रीसम्मको इन्क्लाइनेसन रहेछ यसमा। यो बाटोमा सानो भाइ त मजाले हिँड्यो। दिदी चाहिँ ठाउँ ठाउँमा डराएको हात समातो भन्दै कहिले डर देखाएर कहिले माया देखाएर हिँडाएरै छोड्यौँ। इन्क्लाइनेसन पनि साह्रै नै रहेछ। यहाँ गाडी कसरी गुड्ला। हामी क्रमशः अगाडि बढ्यौँ। यहाँबाट हामी अझै केही बेर उकालै हिँड्नुपर्छ, तर अहिले जस्तो साह्रै नै उकालो चाहिँ हामी अलि हाइटमा आइपुगिसकेपछि यस्तो देखिन्छ यहाँको दृश्य। यो एक राउन्ड लिएर अलिकति माथि जान्छौँ र यो उकालो यही समाप्त हुन्छ। जाने हो भने त अझै माथिसम्म हुन्छ, तर हाम्रो लागि चाहिँ आज उकालो यति नै भयो। अब यहाँबाट केही सम्म बाटो हिँड्छौँ हामी। सानो फ्यामिली हाइकिङ, सर्ट हाइक चाहिँ यो एकदम राम्रो ठाउँ छ। यो चाहिँ विष्णुद्वारको पानी हो। यहाँबाट रिजर्भरमा पानी राखेका छन् ट्याङ्कीमा। त्यही भएर अघि मन्दिरमा अलि पानी कम देखिएको थियो खोलामा। यहाँबाट राम्रो दृश्य देखिन्छ काठमाडौँ भ्यालीको। अब यहाँबाट हामी सानो सर्ट हाइक, अझै ट्रेल हाइकिङ गर्दैछौँ। बच्चाहरूलाई एकैछिनलाई सेफ बच्चाहरूको लागि सेफ अनि एकदम रमाइलो खालको हाइकिङ छ। यहाँबाट माथि पनि कता हो यो है? यहाँबाट भ्यालीको दृश्य चाहिँ राम्रो देखिन्छ। धेरै ग्रिनरी देखेर होला राम्रो मनमोहक देखेको थियो। सिजन पनि अहिले वसन्त ऋतु भयो, त्यही भएर राम्रो छ।
दृश्यहरू। यो चाहिँ बुढा नीलकण्ठ एरिया, माथि माथि तारेभिर। ओके स्लोली ओके अब हामी यहाँबाट पोखाको चण्डेश्वरी मन्दिर जाँदैछौँ। चण्डेश्वरी मन्दिर पुग्दा साँझै परिसकेको थियो, सनसेट पनि हेऱ्यौँ र चण्डेश्वरी मातालाई नमन गरेर हामी घरतिर लाग्यौँ।